चिपके कोई तरह है लेला पता कबीरा है मजा उड़ाता है मेरी बहन ओ मेरी तो मुझे बना दे चल ले गाड़ी तुंगी बजा दे यस्तो बवाल देखेको दृश्य हैन हामी चन्द्रगिरी जाँदै गर्दाको बाटोबाट हिमाल देखेपछि हामीले एकछिन बाइक रोकेर स्तडी हिमाल खोज्ने प्रयास चाहिँ गरे गाइज सो ब्युटिफुल अझै हामी चन्द्रगिरी पुगेको पनि छैनौँ तै पनि यस्तो बवाल देखिरहेको छ माथि पुगे पनि झन् कति बवाल देखेला म आई विल सो यु गाइज आई विल सो यु हेलो गाइज अब हामी चन्द्रगिरीको आधी बाटो पुगिसक्यौँ होइन यस्तो हेर्दाखेरि माथि हिमाल देखिन्छ यस्तो राम्रो बाटो एकदम के भन्छ ग्रेभल बाटो छ पिच बाटो चाहिँ छैन होइन यसो आउँदाखेरि ध्यान पुगाउनु होला हो होइन अनि साथीहरू गइराख्नु भएको छ यसरी होइन अनि सबैको बाइकको पनि मान्छेको पनि सबैको हालत एकदम खराब छ बाटो एकदम थाकित बनाउने अवस्थामा छ होइन यसरी हेर्नु यस्तो बवाल देखेको छ माथिबाट हिउँहरू होइन यस्तो राम्रो यो कुन यो हिउँ नाम के हो गरे यसको हिमालको नाम हिउँचुली हिमाल यस्तो बवाल देखेको छ होइन माथिबाट अझै हामी माथि पुगेको छैनौँ अनि यस्तै पनि यस्तो बवाल देखिरहेको छ हिमालहरू यस्तो बवाल देखिरहेको छ होइन अझै हामी पुरै टपमा आउन नै बाँकी छ अनि हाम्रो यो काठमाडौँ भ्यालीको घरहरू कति सानो देखेको छ यसरी माथिबाट अझै पनि हामी मेन ठाउँ आउन बाँकी छ होइन हामी आधी बाटोमा छौँ होइन बुझ्छ अनि इज माई पछाडि बस्ने साथी होइन पछाडि बसेर मलाई गाइड गरेर राख्नुभएको छ म्याप देखाएर राख्नुभएको छ म्यापले हामीलाई धोका दियो होइन पार्टी बदल्ली भाइ पार्टी बदल्ली सुरुमा पिच देखाइरहेको थियो बट पिच थियो होला त्यसपछि पुरै बाटो ग्राभल छ होइन अनि यो गाइज वी आर इन्जोइङ बट भेरी मच अब हामी चन्द्रगिरीको बाटोमा छौँ माथि चढ्ने क्रम जारी भइसक्यो हाम्रो वी आर अन द वे अफ चन्द्रगिरी यस्तो छ बाटो माथि बुच्चा हेरिरहेको छ माथि यता हेर हेलो गरिदे सबलाई देखिन्छ होइन अब धेरै माथि छ आउनुभयो भने एकदम रमाइलो हुन्छ ट्रेकिङको लागि पनि एक्सर्साइज बलियो हुन्छ डर हुन्छ मजा आउँछ गाइज होइन बाँकी म फुफु गरिसकेँ माथि पुगेर देखाउँछु होइन गाइज सो फाइनली 1.5 आवर पछि हामी फाइनली चन्द्रगिरी पुग्नेको चेक पोस्टमा पुग्यौँ हामीले यसरी बाइक पार्किङ गरिसक्यो होइन दिस इज पार्किङ प्लेस अब हामी यहाँबाट हिँडेर माथि जानुपर्छ अब कति टाइम लाग्छ भन्ने कुरो हिँडेपछि थाहा हुन्छ यहाँबाट कति टाइम लाग्छ माथि 15 मिनट आधी घन्टा यसो हामी अब कि 15 मिनट कि आधी घन्टाको आसपासमा हामी छौँ होइन अब हामी कति फास्ट हिँड्न सक्छौँ भन्ने कुरा डिपेन्ड्स गर्छ तर हामी चेक पोइन्टमा आइसक्यौँ अब बाँकी हेर्दै जाउँ यसरी भर्याङ छ माथि जाने यसरी हामी यसरी अब यो भर्याङबाट यसरी हिँडेर जान्छौँ फाइनली गाइज वी हेभ रिच चन्द्रगिरी केबुल कार बिग्रेर धेरै दुःख पनि पाइयो तर हामीले हिँडेर भए पनि फाइनली हामी चन्द्रगिरी पुगिसक्यौँ होइन अनि यति राम्रो भ्यू छ यु क्यान सी भेरी ब्युटिफुल भ्यू फ्रम चन्द्रगिरी आयो ल यस्तो राम्रो भ्यू छ चन्द्रगिरी भ्यू केबुल कार नबिग्रेको भए सिधा आउँथ्यौँ तर यत भन्छ र सुन्थेन होला बट भेरी ब्युटिफुल भ्यू
सुनसान छ केबल कार ठिक नभएर सबैले हिँड्न सक्दैन नि त गाइज यो देखिरहेको हिमालय दृश्य भनेको सगरमाथाको हो हैन अहिले म क्याप्चर गरिरहेको प्लेस भनेको चन्द्रगिरी हिल्सको टपबाट मैले क्याप्चर गरिरहेको छु and it's looking very beautiful from here सायद हजुर धेरै जनाले अलरेडी भिजिट गरिसक्नु भएको होला हैन बट इट्स भेरी ब्युटिफुल लुकिङ फ्रम हियर हैन त्यो भनेको सगरमाथा 100% हो नि सगरमाथा फ्रम हियर चन्द्रगिरी यस चन्द्रगिरी Valley viewpoint guys from here we can see Kathmandu whole valley हैन I will show you here यहाँबाट देखिन्छ कति सानो सानो हो सबै घरहरू त 2520 मिटर हामी माथि छौं फ्रम काठमाडौँ भ्याली भाइ के चिन्ने छ यसबाट केही पनि चिनिन्न है कति सानो सानो छ हैन माउन्टेन देखिन्छ एकदम क्लियरली त्यसपछि घरहरू सानो सानो देखिन्छ फुल भ्याली देखिन्छ बट इट्स भेरी नाइस गाइज त्यो हेलिप्याड हो रिसोर्ट होला चन्द्रगिरी हिल्स रिसोर्ट हैन भ्याली हेरौँ गाइज यहाँबाट भेरी स्माल धरहरा कहाँ छ आई एम ट्राइङ टु सो यु धरहरा देखिन्न गाइज हामी अब मन्दिरतर्फ प्रस्थान गर्दैछौँ हैन तलको हामीले माउन्टेनको भ्यू हेरिसक्यौँ हैन अब हामी टेम्पलतिर जाँदैछौँ गाइज यहाँबाट ब्युटिफुल माउन्टेन एन्ड होल भ्याली पनि देखिने रहेछ बालेश्वर महादेव जय शिव शंकर राधे राधे हाम्रो चन्द्रगिरी हिल्स हो यस्तो छ आज पुरै सुनसान छ सरी यो भनेको चन्द्रगिरी पुगिसके पछाडिको भ्यू हो हैन अब हामी यहाँ केमा इन्जोय गर्न सक्छौं भन्ने कुरा यहाँ लेखिएको छ जिप लाइन 360 साइक्लिङ स्काई साइक्लिङ स्काई वक स्विमिङ फ्री फल वाल क्लाइम्ब एन्ड हर्स राइडिङ यति धेरै फिचर्सहरु छ द्याट हामी आइसके पछाडि वी क्यान इन्जोय द काइन्ड अफ एन्जॉयमेन्ट हियर